नमस्कार। आज पनि तपाईहरु समक्ष मेरो मिनी ब्लग लिएर उपस्थित भइसकेको छु अनि तपाईहरुले हेरेर साथ सपोर्ट दिनुहुन्छ भनेर आशा पनि गरेकी छु। अनि अर्को कुरा चाहिँ मैले भिडियो मात्रै बनाएर हुँदैन, तपाईहरुले हेरिदिने तपाईहरुको साथ सपोर्ट पनि एकदमै चाहिएको छ मलाई। सधैँ चाहिँ उठिसकेपछि आफ्नो कामतर्फ लाग्ने हो अनि सबैभन्दा फर्स्टमा चाहिँ मेरो बिरालोले दैलोमा रुँगिराखेको हुन्छ अनि यसलाई चाहिँ केही न केही दिनुपर्ने हुन्छ साथीहरु। उठिसकेपछि चाहिँ डेली म यसरी नै तातो पानी पिउने गर्छु सबैभन्दा फर्स्टमा चाहिँ। त्यसपछि चाहिँ मेरो कामहरु के हुन्छ तपाईहरुलाई प्राय जस्तो याद पनि छ नि हैन र साथीहरु। लु आजको मेरो सब्जी चाहिँ सिमरायो हुन्छ है साथीहरु, हेर्नुस् त आन्टीले ल्याइदिनु भएको। यो चाहिँ सफा ठाउँमा हो कि गाईको पिसाब लगाएर चाहिँ यस्तो दामी भएको है। सबै केलाएर धुइधाइ गरिसकेपछि चाहिँ यसलाई काट्नुपर्ने हुन्छ साथीहरु। तर यसलाई चाहिँ तपाईहरुलाई कस्तो प्रकारको काटेको मन पर्छ, सानो सानो मन पर्छ या त ठुलठुलो मन पर्छ, त्यसै हिसाबले काट्न सक्नुहुन्छ। अनि मलाई चाहिँ लामो लामै काटेको मन पर्छ, त्यही भएर चाहिँ लामै काटिदिए त्यो साथीहरु। ल अब भने चाहिँ म सब्जी पकाउनतर्फ लागे। सागलाई चाहिँ बेसी टाइमसम्म पकाउनु पर्दैन। सो मेरो खाना एकदमै रेडी भइसकेको छ है त साथीहरु। अनि मेरो प्लेटिङहरु सबै भइसकेपछि अब खानै त पर्यो नि हैन, पाकिसकेपछि त। खानाहरु खाइसकेपछि चाहिँ भाँडाकुँडा धुनुपर्ने हुन्छ साथीहरु। अनि भाँडाकुँडाहरु धुइसकेर चाहिँ स्ट्यान्डमा टक 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 लगाएर राखिदिने। त्यसपछि चाहिँ आफ्नो कामतर्फ लागिहाल्ने फेरि ढिला नगरी। छुट्टीको दिन भएर है साथीहरु। ल आज चाहिँ बारीतिर लागेको है, तिर्खा लाग्छ भनेर जुगाड। छुट्टीमा चाहिँ यसरी काम गर्नुपर्छ है साथीहरु। सेलीलाई झाङ हालेर आएको नि। झागा लगाउनु पर्ने चाहिँ साह्रै बेसी चाहिँ छैन, किनकि अलरेडी मैले लगाइ नै सकेको छु। 4 डेङ मात्रै रहेको छ। यसलाई चाहिँ लगाइसकेर चाहिँ फेरि घरमा अरु काम पनि त हुन्छ नि हैन र साथीहरु। यहाँनिर फापर साग छ कि यो टिपेर लानु पर्यो। यो फापरको साग चाहिँ नि अचम्मैको कुरा, तपाईहरुले भन्दाखेरि पत्याउनु हुन्न होला कि, तर यो फापरको साग चाहिँ चराले लिएर छरेको यो चाहिँ। हेर्नुस् त साथीहरु, फापरको साग चाहिँ कति बेसी छ हैन। अब यो फुलेको जति चाहिँ म यहीँनिर छोडिदिन्छु हैन। त्यहाँदेखि चाहिँ नफुलेको कलिलो कलिलो जति चाहिँ यस्तोहरू चाहिँ म लान्छु हो सब्जीको लागि चाहिँ बेलुका। फुलेको जति चाहिँ यहीँ छोडिदिन्छु। यहाँ माथि ढुक्कुको गुँड थियो कि ढुक्कु चरा, त्यसले लिएको है यो चाहिँ। अब चाहिँ भने घर आइपुगेर पनि मैले फुलकोपीको भाजी या त पकोडा जे पनि भन्न सक्नुहुन्छ बनाइसकेको छु है त साथीहरु। ल त साथीहरु, आजको मेरो मिनी भ्लग भने यहीँनिर एन्ड गर्न चाहन्छु। अनि फेरि पनि अर्को नयाँ भ्लगमा छिट्टै भेट्ने बाचा गर्दै अहिलेलाई भने बिदा चाहन्छु। हस्त नमस्ते, बाइ बाइ।